तपाईलाई अब सोकै कुरा गरौँ ओके इन्टरनेसनल सो राम्रो लाग्यो कि तपाईँ अब हामी सँगै गएको हो मलाई चाहिँ अब म त घुम्न गएँ अब ठिकै छ दाइसँग होइन टक्क तर तपाईँलाई चाहिँ अब त्यो एक्सपिरियन्स अनुसार देशमै गरेको राम्रो कि रमाइलो कि विदेशमा गरेको रमाइलो फिल अब अब मलाई गर्न त सबैतिर गर्नु मन लाग्छ तर मलाई एउटा एक हिसाबले चाहिँ अब देश विदेशमा गएर यसो घुम्नु मन लाग्यो नि त हेर्नु अब आफूले जहिले त्यो फोनमा टिभीमा हेर्दै त्यो वा हुने नि त अनि जाँदाखेरि चाहिँ अलिकति छुट्टै महसुस हुने कि ओहो हामी यहाँ पनि आइपुग्यो है भने जस्तो अलिकति मन फिलिङ त्यहाँ पनि ऱ्याप हाने है भने जस्तो तर आफ्नो देशमा जस्तो चाहिँ हुँदैन क्राउड पनि भनौँ अलिकति मान्छेको देशमा हाउभाउ गर्नु मिलेन मतलब अलिकति हाउभाउ त कहाँ गरिन्छ र होइन आफ्नो ठाउँमा नि गरिँदैन त्यो त जे पनि अलिक स्वाद चाहिँ पर्दैन अलिक स्वाद हुन्छ नि त्यो त तर अनि यहाँ गऱ्यो भने स्वाद पर्छ बाहिर गयो भने चाहिँ फेरि भ्यूको अनि सबैको स्वाद पर्छ नि त्यहाँ गयो भने जस याद आउँछ अझै दुबईको चाहिँ अझै पनि याद आइरहेछ त्यो पलहरू अब सोचहरूमा तपाईँलाई अब जस दामी रमाइलो भएको सोच चाहिँ कता कुन ठाउँमा गर्दाखेरि चाहिँ जस तपाईँलाई यो सो चाहिँ बवाल भयो म आफूलाई मनदेखि हुन्छ नि यो सोमा चाहिँ मलाई रमाइलो भयो क्राउडले नि दामी सपोर्ट गर्यो जस आफूलाई रमाइलो लागेको सो मलाई हजुर अब कहाँ भन्नु त मैले खासै त्यति साह्रो याद गर्दिनँ कि यस्तो कुराहरू चाहिँ तर मलाई अहिले रिसेन्टली अस्ति भर्खर हामी गएको चाहिँ उता हेटौँडा हजुर हजुर हेटौँडा पनि जस एकदम रमाइलो भएको थियो होइन अनि हाम्रो यहीँ बौद्धमा नि रमाइलो भएको थियो बौद्धमा त आफ्नै सबै भयो नि त सबै सपोर्ट गर्ने गानाहरू गाइदिने एकदम राम्रो मजा आएको थियो त्यो क्लबतिर भने त त्यो चलपल भइहाल्यो होइन क्लबतिर इन्डोर र आउटडोरको चाहिँ कुरा गरिरहेको मैले चाहिँ इन्डोरमा पनि दामी इन्डोर र आउटडोरमा चाहिँ तपाईँलाई आउटडोर अनि तर इन्डोरमा चाहिँ मलाई दामी मेरो बाबाल भएको भने चाहिँ फेरि उता पोखराको क्लब 16मा चलपल प्रायः सबै ठाउँमा म पनि हुन्छु त्यही भएर मलाई चाहिँ अब त्यो थाहा नभए जस्तो गर्न पनि मिलेन होइन थाहा छ तपाईँहरूलाई थाहा छैन भनेर मात्र भनेको हो यो सोकै कुरा गर्दा अब सोमा अब जस्तै अर्गनाइजरहरूसँग हुन्छ कुरा गर्नु पर्यो त्यो चाहिँ मैले गर्छु है यहीँ एनाउन्स गरिदिन्छु म चाहिँ है दाइको चाहिँ म्यानेज गर्छु होइन सोजहरू यताउता कुरा गर्नु पर्यो भने चाहिँ मलाई टेक्स्ट गर्नु होला सबैले होइन डिएम गर्नु यही कुरामा चाहिँ जस यो कुरा मलाई पनि थाहा छ तर तैपनि सोजहरूमा अब जस्तो यो पेमेन्ट भयो अब सर्भिसहरू हुन्छ अब यताउता ट्रान्सपोर्टेसनहरू अब बस्ने व्यवस्था खाने व्यवस्था त्योहरू चाहिँ अब तपाईँलाई चाहिँ के कमी कस्तो भइदियो हुन्थ्यो र अहिले कस्तो छ अब यो अहिले भइरहेको नि अलिकति ठिकै हो नि लाग्छ किनकि अब अलिकति त्यो अब म्यानेजमेन्ट चाहिँ अलिकति मैले नि देखेको चाहिँ नेपालको सोजहरूमा चाहिँ म्यानेजमेन्ट मात्र कमजोर हो अरू सब अब त्यो त नेपाली हम्बल भइहाल्छ प्राय बोली त अब बेच्ने खालकै हुन्छ होइन अर्गनाइजरहरूको तै पनि तर हामीले चाहिँ कसैलाई पनि अहिलेसम्म यति धेरै सोमा गयो रक्सी सक्सी खाँदैन पनि होइन अनि चुरोट धरी हामी आफ्नै पैसाले खान्छौँ कसैलाई पनि त्यो बोल्दिनँ हाम्रो कति हो के हो ठिक छ हामी मान्छे धेरै छ भनेदेखि हामी बाहिर गएर हामी मिलेर पैसा उठाएर हामी खान्छौँ कि त्यो उनीहरूले चाहिँ मार चाहिँ गर्दैन हामीले कहिले पनि मार पनि गरेको पनि छ हामीले होइन त्यो जस हामी जाँदाखेरि चाहिँ अब दाइसँग जाँदाखेरि चाहिँ रमाइलो त्यही हो क्या दाइलाई अब जस्तै आफ्नै तालमा घुम्ने हो सोचमा टाइममा पुगिदिन्छौँ तर हामीलाई फ्रिडम हल्का अनि प्लस अब सर्भिस अब यो पेमेन्ट लिन चाहिँ कतिको गाह्रो हुन्छ पेमेन्ट चाहिँ अलिकति गाह्रो चाहिँ भन्दा नि अब जस अब कोही बेला बोले टाइममा दिँदैन होइन अब जस दिन चाहिँ दिन्छ तर एक दिन ढिलो हुन्छ कोही बेला चाहिँ होइन अब सो सकेर दिन्छु भन्छ अनि त्यही 2-3 घन्टा ढिलो हुन्छ कोही चाहिँ अगाडि अब स्टेज चढ्नुभन्दा अगाडि फुल पेमेन्ट हामीले अब भने हुन्छ अब कोही बेला अब त्यो सो सकेपछि दिन्छ यस्तो टाइपको चाहिँ हुन्छ जस अलिकति जस ठिक छ दिइरहेछ जस सोजहरूमा चाहिँ त्यो अर्गनाइजरहरूलाई दुःख चाहिँ हुँदैन हामी जाँदाखेरि चाहिँ प्रायः यति चाहिँ याद गर्नु किनकि हामी सोजो ग्याङ पऱ्यो होइन सोजो ग्याङ